सो हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल। सो सबैलाई सन्चै होला, मैले सन्चै छु होइन। आज चाहिँ के भने टक्क बाटो बजारतिर जाने, हल्का मन्दिर सन्दिरको पूजा गर्ने, अनि त यस्तो नुहाइधुवाइ गरेर टक्क अब मैले निस्किन लाग्यो। 9 बजिसकेको रहेछ। अनि उठ्दाखेरि चाहिँ हल्का ढिलो भएर हल्का केटाहरूले फोन हानिरहेको थिएँ। त्यो काममा बिजी भएर फोन उठाउनु पाइएन। अनि टक्क अब रेडी भइसक्यो, अनि कपाल सपाल गरेर यस्तो गरेर अनि टक्क निस्किनु पर्ने हुन्छ होइन। अनि यस्तो बनाइदिइरहेको छु मैले चाहिँ होइन, ढाका नेपाली झन्डा। अनि यता छ, यता फेरि मेस्सीको जर्सी छ। म फेरि मेस्सीको बिग फ्यान पऱ्यो नि त, त्यही भएर सर्ट यो लाम कि सर्ट बाहिर सर्ट लाम भन्ने भेट चाहिँ मलाई फेरि होइन। के हुन्छ राम्रो भए लाएर जान्छु, नराम्रो भए चाहिँ अब त्यस्तै हो। टी सर्ट लाएर ल। अनि ल अहिले म केटाहरूसँग बसी देखाउँछु। अनि धेरै पछि भिडियो आयो होइन। लाइक कमेन्ट सेयर सब्सक्राइब मिस्टर नरेलाई सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला है। गइसकेको छु अनि रुमबाट अब तलतिर आइसकेको छु। केटाहरू रिसाइसकेका छन्, 9 भइसक्यो होइन। निस्कनु हेर्नु न बेला बबाल छन्। जस अब आज 11 गते ढक्क छ्या साथीलाई बर्थडे विस नि गर्ने बिर्सेछ। केटाहरू आउँदैछन् आज चाहिँ होइन। टक्क यस्तो झाडी छ यार, हिँड्ने बाटोमा यस्तो झाडी छ। रोड हेर्नु, रोडको हालत यही हो हाम्रो रोडको, नगरपालिकाको रोड। अब त्यहाँ अलि त गए फेरि हिलो छ नि, यस्तो माटी लाएर आइन्छ। अनि फेरि के भयो भने माटी लाएर त्यस्तो फोहोर भइहालिन्छ, ढुक्का फोहोर भइहालिन्छ। जस्तो अटोमा गयो भने त के हुन्छ आज केटाले फेरि त हिँडेर जाम आज केही छैन भनेर उसो। अनि हेर्नु कस्तो पोहर छ नि, यसो हेर्नु यस्तो हिलो छ। यही हो त नगरपालिकाको हालत, यस्तो हुन्छ। बजेट छुट्टा टक्कर जहाँ बाटो बिग्रेको छ त्यहीँ बनाउने पो हो यार। अनि उहाँ लएर हालिदिन्छ, जहाँ बिग्रेन त्यहीँ लएर बाटो बनाइदिन्छ। अनि ल गरिदिन्छु केटाहरूलाई काम गरिदिन्छु भन्छ फेरि होइन। उहाँ हेर्नु न यस्तो बाटो भएर हुन्छ। अनि सो अझ धेरै दुई वर्ष होइन, 2 वर्ष कति भयो होला मैले पूजा नगरेको चाहिँ। अनि आज टक्क केटाले अब खाना नै खाइएन, भोक लाग्नु सुरु गरिसकेको छ। अब मन्दिरमा गएर पूजा गर्ने कति बेला हो अनि कति बेला थाहा नै छैन। अनि टक्क यस्तो हेर्नु जङ्गल यार, लास्टै छ यार त्यहाँ छ है होइन। यस्तो हिलो हुन्छ यार। सो होइन यो हेर्नु ढुङ्गा कत्रो ठुलो छ। यो ढुङ्गा खस्नु त मान्छेले अचाटो भने त सक्यो मान्छे त। उयो माथि हामीले बाघ देखिरहेको माथि चाहिँ होइन। माथि चाहिँ बाघ बस्ने हो, कतिचोटि तर्साइन्छ बाघले, कतिचोटि बाटो छेकिन्छ। अनि यसो अनि भोलि आज बेलुका आएर चाहिँ पिङ गाड्ने भनेर चाहिँ केटाहरूले कुरा गर्दै थिएँ। अनि के हुन्छ जो सो अनि गलका हेल्प गर्न आम्ला। अनि बजारतिर भयो भने त अब खै केटाहरूले अब कति बेला आइन्छ के हुन्छ केही पनि थाहा हुँदैन होइन। अनि केही नि थाहा हुँदैन। सो बजारबाट आइयो भने बल्ल छिटै आइहाल्छ नि पिङका खाल्टाहरू खनिन्छ अग्रासी ग्राउन्डमा। अनि नत्र त अब खै के हुन्छ। सो हेर्नु न अहिले जग्गा त यस्तो छ। जग्गा पहिला त म सानो हुँदाखेरि चाहिँ एउटाहरू कति ठुलो लाउँथ्यो होइन। पहिला त ठुलो थियो होइन। अनि अहिले भ्याकुरस्याकुर हालेर फेरि अहिले बाटो हाइटमा उठाइदियो नि त, त्यही भएर हाइटमा उठाइदिएँ। अनि अहिले धार चाहिँ अलिक तलैमा आइसक्यो, मूल अलि माथि थियो, अहिले चाहिँ अलिक उस भइन्छ टक्क। यहाँ चाहिँ पोखरी छ होइन। यहाँ माओवादीको चिन्ह हो कि माओवादी, म माओवादी हो लेखि त्यहाँ पहिला चाहिँ। अहिले चाहिँ हामी कहाँ माओवादी नि, हामी त स्वतन्त्र हो नि त अहिले। अनि हामी यहाँ कस्तो पौडी खेल्नु नि त्यहाँ पहिला यहाँ दिनभरि खेलेर आयो। अनि अनि यहाँ आएर पौडी अनि जग्गा गएर हल्का साबुनहरू निक्रियो। अनि बल्ल घर जान्थ्यो। दिनभरि 4-5 बजीसम्म खेलिन्थ्यो। अनि 4-5 बजीसम्म खेलिन्थ्यो। अनि त्यसपछि यहाँ आएर पौडिन्थ्यो। अनि कति 1 घन्टा 2 घन्टा पौडिन्थ्यो। अनि जुगाधारा गरेर नुहाइदिने गरिन्थ्यो क्या हामी। अनि यसो अहिले आउँछ होला सायद बनाउँदा नै हात दुख्छ यार। भोलिको लागि पिङको लागि यहाँ हामीले आज बेलुकाको पिङको लागि हामीले यहाँ बाँस काटिसकेका छौँ। यहाँ छन् होइन। यो चाहिँ के हो भने यहाँ चाहिँ होइन टक्क यो कस्तो कापो जस्तो हुन्छ नि, त्यहाँ बाँस हड्क्यो। बाँसले तान्दाखेरि चाहिँ यो ढुङ्गै होइन, कत्रो ठुलो छ ढुङ्गा। त्यो ढुङ्गैसित आइसक्यो अरे कता मान्छे हामी त उहाँ भागा भएको थियो। त्यहाँबाट म धन्न फराइदिनँ, यता त धन्न भागा भएको थियो। अनि यसो लक्ष्मण आउँदैछ।
अनि के हुन्छ म भिडियोमा सबै देखाइरहेको छु आज चाहिँ फुल कन्फिडेन्सले बनाइरहेको छु हेर्नु बाटो कस्तो अटो त आयो हो यो अटो जानु सकिन्छ है किन चाहिँ अहिले बाहिर डक्का मन्दिर आइसकेको छ अनि केटाहरू यता खान भिड त लास्टै छ यार यो त अझ के अरे 12 बजी आउँदाखेरि यति भिड छ माइक ल्याउनु पर्ने कि हामीले है बिहान आएको हो त बिहान आएको त हामी झन् टेक्निक ठाउँ अहिले चाहिँ कति बज्यो 10 बज्यो 11 बज्यो त 12 बज्यो 11:30 भयो त्यही हो 11:30 भइसक्यो रहेछ अनि टक्क अब हामी चाहिँ अब गएर अगाडि हेर्नु ओए के ल्याइ किनले पूजा गर्ने त नि हामी त्यत्तिकै होइन ढोक गर्ने आउने हो के अन्त ओहो कुहिरे आइरहेको कुहिरे जगल्टी ओहो यहाँ त रुख काटेछ है यस्तोको मान्छेको भिड लाएर भिडियो बनाउन लाग्छ मेरो क्यामेराम्यानलाई देखाउनुहोस् मेरो क्यामेराम्यानलाई देखाउनुहोस् लास्ट भिड छ यार आज त मन्दिरमा त यता त कबस्तीको लन्डनले आज त केही नहीं हुन्छ दसैँमा लागेको छ लास्टै छ नि त भिड बाङ्गो हो त्यो टिको बाङ्गो भएछ क्या हेर्न केही छैन मन्दिरको टिको चाहिँ यस्तै हो तर त्यही बोलेको सुनिन्न अब यसो हल्लो गाइज भने चाहिँ हामी चाहिँ आएर फोटो खिच्नु लाग्यो चस्मा लाएर केटाले कहाँ त धेरै मान्छेको भिडबाट बोल्नै पाइयो होइन केटाले यता स्न्याप बनाउँदैछन् लुकेर भन्दा नि होइन बोलेकै बुझिन्न उता अनि टक्क हामी चाहिँ यता के भन्छ अरे यता के भन्छ अरे यता टक्क यता हिँडिरहेको हामी चाहिँ टक्क माथि आएर धेरै हल्ला भएर म बोल्नै कस्तो बोल्ने अप्ठ्यारो लाग्यो मान्छे धेरै भन्दा नि हल्ला बढी भइदियो अनि घ्याङुङ गर्दाखेरि बोल्ने शब्द छ यहाँ फेरि सबै पाइन्छ अरे क्या सबै पाइन्छ क्या बाघ चितुवाहरू अनि कालीचाली सब पाइन्छ अरे यहाँ अनि ढक्क केटाले उहाँ स्न्याप बनाउँदैछ कसैले टिकटक बनाउँदैछ ल केटा केही छैन म चाहिँ अगाडि भ्लग बनाउनलाई अगाडि आइदिएको के हो भने उता फेरि बोल्नै कस्तो बोले पनि आवाजै आइदिएन क्या आइदिएन होइन त्यही भएर नि बोल्नै पाइएन अनि जस उता केटाहरू आज लास्ट भिड भएर न राम्रोसँग पैसा चढाउनु पाइयो न केही गर्न पाइयो के भइन्छ आज यार लास्ट भिड छ अनि पैसा चढाउनु मिल्दैन अनि सो ल यहाँबाट अब यस्तो टक्क भ्यू हेरिदिन्छ यहाँ टक्क के भन्छ यता ओ के भन्छ अरे यता भ्यू पोइन्ट हो क्या भ्यू पोइन्ट भन्छ क्या टक्क हिँडिरहेको छन् अनि टक्क हो यस्तो हामी चाहिँ टक्क यता केटाहरूको टिकटक बनाइदिने कि भिडियो बनाइदिने केटाहरूको टाइम यस्तो छ टक्क अब हामी चाहिँ यहाँबाट टक्क भ्यू सिउ हेरिन्छ अनि टक्क सिनेमेटिक हल्का खिच्छु म खिच्योस् मन्दिर आएर हल्का पूजा गरेर पूजा भन्दा नि हल्का पैसा चलायो अनि त्यस्तो पूजा गर्न त पाइएन मान्छेको धेरै भिड छ यार लास्टै भिड छ यार त्यही भएर अनि आज फेरि एउटा साथी पोखराबाट आउँदैछ त्यसैको बर्थडे आज त्यसैको बर्थडेको पार्टी खाइन्छ ल कति बेला आउने रे मनिष ओइ तन्काइ रबर मेरा साथी बोका छन् रिप्लाई नगर सोल्टी बजारमा मन पर्यो क्यार्नी हो हेक्कै नजरमा सो अहिले चाहिँ म माथि रेलिङमा बसेर भिडियो बनाइरहेको छु यस्तो हावा चलेर फेरि बोल्ने केही सुनिरहेको छैन त अब केटाहरू उहाँ टिकटक फेरि दिन्छ नरे ब्लग टक्क त्यो अब फोटोसोटो खिच्यो अब भोक लागिरहेछ के राइट गाइज होइन अहिले चाहिँ म घर आएर कति घर आएर 5:30 भइसकेको थियो अनि कस्तो अहिले फेरि राति 9-8 बजे चाहिँ अनि यहाँको मन्दिरमा चाहिँ कस्तो लगाइदियो कि मान्छेलाई सुत्न नि हुन्छ क्या बिहान बेलुकी पो लाउने हो छुट्टै कुरा होइन अब राति नै लगाइदिइरहेछन् कि
कस्तो यस्तो त भन नि यार गाइज यार टक्क अब हल्का फ्रेस अनि बजारबाट आएर फ्रेस भएर एकछिन बुक हेरिरहेको थिएँ यस्तो बोरिङ लाग्यो अनि भ्लग एडिट गर्न त्यस्तै बाँकी छ अनि टक्क कफी सफी खाँदै कफी हो यो चाहिँ हाम्रो कोरियन कफी हो होइन तर कोरियन कफी पछाडि चाहिँ नेपालको झन्डा छ सो ल आजको ब्लग चाहिँ यहीँ इन्ड गर्छु ल यो सब्सक्राइब सबै गरिदिनु होला मिस्टर नरेललाई